भुटानमा कति वर्ष गरे? 14 साल बसेको हजुर। मेन ट्रफी लकी बिल्डिङ यस्तै यही काम गर्थे? हजुर यही काम गरेको। 14 सालमा बस्यो। के अरे वो काट्नु दुकानको नाम ललन हेयर कटिङ सैलुन थिम्पूमै? हजुर हजुर मेन ट्रफी लकी बिल्डिङ। अन्त भुटानमा तपाईँहरूले ड्रेस कस्तो लाउनु पर्थ्यो? त्यही ड्रेस त्यहाँ त बक्खु लाउनु पर्छ होइन? होइन बक्खु पर्दैन। त्यो इन्डियन मान्छेलाई त्यो उताको अफिस जाँदा कोट प्यान्ट सर्ट टाई जुत्ता मोजा लगाएर जानु पर्थ्यो। भुटानबाट चाहिँ यहाँ आइपुगे सिक्किममा? भुटानबाट यहाँ सिक्किम पुग्यो। के अरे खानिम बजार लोर सेरी। कहाँबाट आयो कहाँ आइपुग्यो है? हजुर हजुर ठिकै छ। अब जहाँ पनि कमाइ त हो होइन? हजुर हजुर कमाउनै पर्यो। नकमाएर कसले दिन्छ? यो काम गरेको थुप्रो भयो नि? हजुर यो काम पहिला म नेपालमै गरेको हो। नेपाल गरेर नारायणघाट चितवन जिल्ला बसेको। इन्द्रदेव हवलको छेउमा मेघौली बस पार्कमा। यो काम चाहिँ सबै आउँछ तपाईँलाई? हजुर हजुर ठिकै छ। अब चाहिँ फिक्स बस्ने होला नि होइन? हजुर बस्ने अब यतै बस्नु पर्यो। ल साथीभाइ यो स्यालुन चाहिँ नि खालिङ बजार लोवर सियारीमै। हजुर हजुर